सबैजनालाई नमस्ते। म कवि राजा हजुरहरूको समक्ष सदा झैँ मैले एउटा सानो गजल लेखेको छु। गजल हजुरहरूको समक्ष वाचन गर्न गइरहेको छु। मेरो गजलको शीर्षक रहेको छ जुन ज्यानजीहरूले विद्रोह किन गरे त, कसको कमजोरी थियो भन्ने विषयलाई मैले खण्डन गरेर एउटा गजल लेखेको छु। हजुरहरूले सुनेर साथ दिनुहोला अनि सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला, लाइक कमेन्ट पनि गर्नुहोला भन्न चाहन्छु मैले हजुरहरूलाई, अनि सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। ढिला नगरिकन हजुरहरू समक्ष मैले गजल वाचन गर्न गइरहेको छु, सुनिदिनु होला भन्न चाहे। हजारौँ युवाले बुझ्न जरुरी छ, हजारौँ युवाले बुझ्न जरुरी छ, यो सङ्घर्ष गर्न कसले सिकायो। हजारौँ युवाले बुझ्न जरुरी छ, यो सङ्घर्ष गर्न कसले सिकायो। गलत नेतृत्वको हातमा थियो सरकार, त्यसैले सिंहदरबार जलाउन बाध्य बनायो। जनताले बुझुन् या नबुझुन् प्रतिवाद गर्न कसले सिकायो। जनताले बुझुन् या नबुझुन् प्रतिवाद गर्न कसले सिकायो। बेलैमा बुद्धि नपुगेर त अरबौँ राज्यको सम्पत्ति जलेर खरानी बनायो। धन्यवाद सबैजनालाई। फेरि पनि मैले अनुरोध गरेँ, लाइक गरिदिनु होला प्लिज भन्न चाहे।